अब मान्नुस् या नमान्नुस् चुनाव पछिको प्रधानमन्त्री बालेन शाह बन्ने लगभग पक्का भइसक्यो। तर त्यो भन्दा पहिला फागुन 21 मै चुनाव हुनु पर्यो। चुनावमा जनताले भोट दिनु पर्यो। रवि बालेनको पार्टीले अत्याधिक मत अर्थात पहिलो दल बन्नु पर्यो। दल बनेपछि अहिलेकै सहमति अनुसार एकता कायम राखेर रवि बालेन एक हल बन्नु पर्यो। पहिलो दल बन्न पाएको मतले समेत नपुग्ने अवस्थामा अन्य दललाई मिलाएर जान सक्नु पर्यो। त्यसपछि मात्रै बालेन प्रधानमन्त्री बन्नेछन्। तर सबैभन्दा पहिलो खुट्किलो रवि र बालेन बीच बाँडफाँड भएर लगभग 1 हुने सहमति भएको खबर छ। यो सहमति अनुसार बालेनले चुनाव पछिको प्रधानमन्त्री पाउनेछन्। रवि पार्टी सभापतिमै कायम रहनेछन्। बालेनले पार्टीमा दोस्रो अर्थात रवि पछिको वरियता पाउनेछन्। यसै गरी उनीहरू बीच आलो पालो हुनेछ। अर्थात अर्को कार्यकालमा रवि प्रधानमन्त्री र बालेन सभापति भएर जाने विषयमा समेत छलफल भएको नेताहरू बताउँछन्। वैकल्पिक शक्ति मध्य सबैभन्दा चाम भएका, नाम र काम भएका, थोरै बदनाम र लगाम नभएका नेताहरूमा पर्छन् रवि र बालेन शाह। रविसँग पार्टी संगठन र सामाजिक सञ्जाल दुवैको पकड छ। बालेनसँग आजसम्म पार्टीको संगठन त छैन। तर सञ्जाल नै मापनको आधार बन्ने हो भने यिनी जति लोकप्रिय व्यक्ति अर्को छैन। नयाँ पनि काम गर्ने हुटुटी पनि भएका दुवै मिलेर जानुपर्छ भन्ने कुरामा देशका बहुमत जनता साथमा छन्। फलत त्यही दबावका कारण उनीहरूलाई नमिली सुक्कै छैन। बालेनजीको पनि धेरै सरप्राइज दिने उहाँको जुन बानी छ। उहाँले कस्ता कस्ता कुराहरूमा अडान लिनुभयो, कस्ता कुराहरूमा अडान छोड्नुभयो भन्ने कुरा बारे बाँकी दुनियाँले चकित पर्ने गरेर नतिजा आउन सक्ने एउटा सम्भावनाको ठाउँ। यो एकतामा जनताको समर्थनले उचाइ लिएका रवि थोरै झुक्न तयार भएका छन्। सहमतिकै लागि यो भन्दा लचक हुने अवस्था पनि थिएन। किनकि महत्वाकांक्षीले भरिएका रविले प्रधानमन्त्री स्वीकारेर जान तयार हुनु नै सबैभन्दा ठूलो कुरा हो। त्यसमा पनि पार्टी भित्रको झण्डै आधा हिस्सा अब बालेन शाह सहितले पाउने सहमति नजिक छ। बालेनले पनि केन्द्रदेखि गाउँ तहसम्मकै संगठन विस्तार गरी आफैमा एक शक्ति बनेको राष्ट्रपामा दोस्रो स्थान जमाएर बस्न तयार भएका छन्। एउटाले पार्टी अध्यक्ष र अर्कोले सरकार हाँक्ने योजना उनीहरूको छ। सोच्नुहोस् त, दुवैजना जनताले अत्याधिक चाहेका व्यक्ति सरकार र संसदमा प्रस्तुत हुँदा कस्तो अवस्था बन्ला। हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ। जबसम्म अब दुईजनाहरू मिल्नु हुँदैन तबसम्म चाहिँ एक खोलिँदैन होइन। हामी चाहिँ यहाँ ताला लगाएर लागिरहेको छौँ। को नेता हाम्रो मेयर साहब र हाम्रो रवि लामसँग। आखिर यो सहमति कसरी टुङ्गिँदैछ त? चुनाव जितेरै आए पनि संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दाको छिनोफानो नभएसम्म रविले सांसदको लोगो लगाउन पाउने छैनन्, शपथ खान पाउने छैनन्, कुनै पनि संसदीय जिम्मेवारीमा हुने छैनन्, संसद प्रवेश पाउने छैनन्, मन्त्री र प्रधानमन्त्री बन्न कार्यकारी भूमिका पाउने छैनन्। यो अवस्थामा बालेनलाई प्रधानमन्त्री छोड्न बाध्यता र सहज दुवै थियो। त्यही सहमतिको बिन्दु बन्न पुग्दैछ। यता आफ्नै दल नभएका बालेनले विगतमै दर्ता गरिएको कुनै पार्टीलाई अगाडि ल्याएर राजनीति गर्न सक्थे, तर त्यसको प्रभाव कम हुन्थ्यो। मिलेर गए चुनावमा भारी मत ल्याउन सहज हुनेछ। एमाले कांग्रेस भन्दा बढी मत ल्याउन सक्छन्। अब रवि र बालेन नै एक ठाउँमा उभिएपछि बाँकी विकल्पहरू पनि सौदाबाजी नगरी एकै ठाउँमा उभिने अवस्था बन्नेछ। त्यसकारण सहमति हुँदैछ। अहिले नमिले बालेन शाहको मानव अधिकार आयोगले मात्रै जेन्जी घटनामा बयान लिएको छ। भोलि एमाले कांग्रेसले बहुमत ल्याएर सरकार बनाए सिधै प्रहरीले बयान लिनेछ। रवि अहिले जेन्जीको सरकार भएकै कारण रिहा हुन सफल भएको चर्चा छ। भोलि फेरि एमाले कांग्रेस नै सत्तामा आए कारागारकै बास हुन सक्छ। त्यसैले उनीहरू लचक भएरै मिल्न बाध्य भएका छन्। अहिले स्थापित हुन नसके यिनीहरूको राजनैतिक जीवन नै संकटमा पर्नेछ। पुरानै सत्ताको राज्य दमनमा पर्ने सम्भावना पनि छ। 5 वर्षपछि पार्टी भित्रैबाट अर्को पुस्ता आइसक्नेछ। यिनीहरू नमिले सुशीला कार्की सरकारलाई चुनाव गराउन पनि चुनौतीपूर्ण बन्नेछ। फलत मिल्नै पर्ने दबावमा परे। अब उनीहरू बीच सहकार्यमा समस्या बन्न सक्ने विषय के होलान् त्यो हेरौँ। दुवैमा आफूलाई सर्वै देख्ने रोग छ। इगोइस्टिक बालेनसँग रवि पनि कम छैनन्। रवि माथिको सहकारी ठगीको आरोपलाई बालेनले बोक्ने छैनन्। यसैले असन्तुष्टि ल्याउन सक्छ। संगठन र सञ्जालको ताकत भएका रवि सञ्जालको मात्रै ताकत भएका बालेनलाई पेल्न खोज्दा अर्को समस्या पैदा हुनेछ। किनकि राष्ट्रपामा रविका स्पेनहरू मात्रै टिकिरहेका छन्। मुकुल ढकाल र सुमना श्रेष्ठ जस्ता फरक मत राख्नेहरूले पार्टी छोड्नु परेको छ। दुवैका कोर टिम शक्तिशाली छन्। दुवैले कोर टिमको अत्याधिक सुन्छन्। कोर टिमकै गुटबन्दीले अर्को समस्या पार्न सक्छ। किनकि नेताहरूलाई बिगार्ने भनेकै आसेपासेले हो। दुवैमा सम्भावना छ, तर भरपर्दो सिद्धान्त छैन। स्वभाव पनि मिल्दैन। दुवैतर्फका आकांक्षीलाई पद र अवसरमा तलमाथि गरिए विद्रोह भएर पार्टी फुट्न सक्छ।
तर अहिले आवश्यकता नै विकल्पहरू मिल्नै पर्ने भएकाले उनीहरू नमिली सुक्कै छैन। अब रवि र बालिनसँग सहमति टुङ्गिएसँगै कुलमान घिसिङबाट थप निर्णय हुने देखिन्छ।